जरो निसी फलकुट आज 2082 साल चैत्र 14 गते बिहान म बस्ने ठाउँबाट पाटन दरबार स्क्वायरसम्म हुक्काम मैकुटलाई पनि देखाउन चाहे। म तपाईहरूलाई ललितपुरको चर्चित महालक्ष्मी स्थान रिङ रोडबाट सुरु गर्दैछु। यहाँ अहिले म रिङ रोड बाहिर परेको छु। म रिङ रोड भित्र जानुपर्छ। अब भित्री रिङ रोड बाहिर रिङ रोड भन्ने पनि यहाँ चलन छ। रिङ रोड भन्नाले खसान्तमा चाहिँ चक्रपथ। यो रिङ रोड काठमाडौँ भ्यालीभित्र लगभग 27 किलोमिटर चाहिँ गोलाकारमा। आज बिहानको समाचार अनुसार भक्तपुरमा केही चहल पहल भइरहेको छ अरे। यो बाटो सिधा चाहिँ तपाईहरू कोटेश्वर हुँदै भक्तपुर जानुहुन्छ यो चक्रपथबाट। यो पारीबाट चाहिँ अघि म आएको भइहाल्यो। अनि यहाँबाट चाहिँ तपाईहरू फेरि कुसुन्ती हुँदै कलङ्गीतिर जान सक्नुहुन्छ। अब यहाँ फेरि एउटा रमाइलो कुरा चाहिँ देशलाई पहिलेदेखि नै घर घरमा काम गर्ने मान्छे चाहियो भने यहाँबाट चाहिँ हामी ज्यामे मिस्त्रीहरू लिएर जान्छौँ। यो झोला बोक्ने साथीहरू दिदीहरू सबै मिस्त्री हुनुहुन्छ। झोला नभएको जति चाहिँ ज्यामे। हामी यही बाटो भएर पाटनतिर जान्छौँ। यो निलो बिल्डिङ चाहिँ शहीद गङ्गालाल हस्पिटल हो। यहाँ पत्रिका पसल छ अगाडि। आज शनिबार एउटा पत्रिका, आजको पत्रिकामा सधैँ जस्तो हिजोकै खबर हुन्छ। यो पारिपट्टि देखिराख्नु भएको चाहिँ नेपाल सैनिकको ब्यारेक हो। त्यसको अगाडिपट्टि चाहिँ महालक्ष्मीको मन्दिर छ। पारिपट्टि सैनिकको गेट छ भने वारिपट्टि महालक्ष्मी स्थानको छ। हस्त हामी पनि भित्रै जाऊँ। पानी परिरहेको छ। यो ठाउँमा म चाहिँ सानोमा 2041 सालतिर 42 सालतिर चाहिँ पहिलोपटक आएको थिएँ। पहिला चाहिँ यो मन्दिर र यताको पछाडि अलि म तपाईँलाई देखाउँछु त्यो रुख मात्रै थियो। अनि अहिले चाहिँ धेरै राम्रो बनाएका छन्। अनि यहाँ चाहिँ आज शनिबार भएर भिड भइरहेको छ। यहाँ भजन मण्डली पनि चलिरहेको रहेछ। एकछिन सुनौँ। श्री माझी माई की, श्री विश्वकर्मा बाबा को, श्री मनकानु माई की, सकल भक्तजन को हर हर महादेव। जय शंभो। यो मन्दिर चाहिँ महालक्ष्मीको भएको कारणले चाहिँ उहाँ चाहिँ धनकी देवी हुन्। धन कसलाई मन पर्दैन र, होइन र? ए मेरो त यो क्यामेरा अलिकति पुस्ने बेला भएको छ। भित्र आइहालेपछि अब फनक्क एक चक्कर लाउन जाँदैछु। ल आउनुहोस् तपाईँहरू पनि मेरो पछि पछि है। जय लक्ष्मी माता। ल यति भए मन्दिर तपाईँहरूले देखिहाल्नुभयो। अब हामी पारिपट्टि एउटा दुईवटा भनौँ न बर र पिपलको रुख छ, त्यहाँ जाँदैछौँ। यो एरियामा हामी सानोमा
मभन्दा पनि मेरो बहिनी र मेरो बहिनीका साथीहरू चाहिँ 2039-40-41तिर चाहिँ बिहान बिहान उठेर यहाँ पैसा लिन आउँथे। त्यो बेलामा चाहिँ यहाँ चाहिँ 1 पैसा र 2 पैसा डाँफेको छाप र लाली गुराँसको छाप भएको चाहिँ पैसाहरू पाइन्थ्यो। अनि गाईको त 5 पैसा चाहिँ भइहाल्यो। मैले पनि लिएको छु कहिलेकाहीँ, त्यो टाइममा बालक बेलामा त हो। यो गेटेमा चाहिँ तपाईँहरूले पूजाको सामानहरू पाउनुहुन्छ। यो मन्दिरमा बिहा हुन्छ, वर्तमान हुन्छ, गर काटिन्छ। सधैँ यस्तो मन्दिरको अगाडि गरिब दुखीहरू भिक्षा मागेर बसिरहेका हुन्छन्। आज ललितपुरमा बिहानैदेखि पानी परिरहेको अवस्था छ। यो चाहिँ तपाईँहरू बाहिर निस्केपछि मन्दिर चाहिँ भित्र यस्तो देखिन्छ। मन्दिरभन्दा अलिकति पर चाहिँ हाम्रो एउटा खेल मैदान छ, बुद्धि विकास भन्ने। यहाँ चाहिँ बिहान बिहान फुटबल खेलाडीहरू आउँछन्, एक्सर्साइज गर्ने, बुढाबुढी हिँड्छन्, आर्मीले पनि त्यहीँ ट्रेनिङ गर्छन्। अनि हामी यहाँबाट अब सिधै अब पाटनतिर जाँदैछौँ। अझै पनि हामीलाई समय लाग्छ। त्यो पाटन जानुभन्दा अगाडि फेरि लगनखेलभन्दा अझ अगाडि एउटा सानो तरकारी बजार आउँछ। तरकारी बजारतिर हामी लगलग जाँदैछौँ। तपाईँको देब्रेपट्टि तरकारी बजार हो। बत्ती आयो, एकछिनमा हेर्नुहोस् है, बत्ती फेरि गयो। लोड सेडिङ त भयो नेपालमा, खै किन यस्तो भयो। बत्ती भएको भए म तपाईँहरूलाई एकदम राम्रो देखाउने थिएँ। अब बत्ती नै छैन त अब के देखाउने, तापनि म देखाउने तर्क गर्दैछु। तरकारी बजार भनेपछि आलु, प्याज, साग, सब्जी यस्तै मात्रै धेरै हुन्छन्। यो एरिया चाहिँ यो मासुको आइपुग्यो। यहाँ कुखुराको मासु, भङ्गुरको मासु, खसीको मासुहरू पाइन्छन् भने यो अलिकति पारी जानुपर्छ, अलिक समय लाग्छ। यहाँ चाहिँ फेरि सुरु हुन्छ माछाको मासुहरू, माछाहरू थुप्रै छन्। अनि फेरि यो तरकारी बजार त भयो। अब त्यही फलफुल, केरा, स्याउ, सुन्तला, हरियो परियो यस्तै गर्दै अब ल अब हामी चाहिँ अन्तिममा चाहिँ यो एउटा सधैँ मैले साग लिने ठाउँ हो। यो चाहिँ अन्तिम हो। यो ठाउँ तपाईँहरूको लगभग 200 मिटर जति चाहिँ लामो छ। यहाँबाट चाहिँ तपाईँहरू अब बाहिरतिर निस्किनु भयो भने अब ललितपुरको सबभन्दा फेमस लगन खेल भन्ने यही हो। यो ठाउँमा आइपुग्दा मलाई 40-41 सालतिरको रेडियो नेपाल गीत सम्झना आयो। घर त लगन खेल, बोला बोला, बोलाउँदाखेरि आउँछ मौका, पर्खिन्न धतेरी, घर त लगन खेल, हाँसौँ खेलौँ पातली 2 दिन बाँचिन्जेल, हाँसौँ खेलौँ पातली 2 दिन बाँचिन्जेल। यो अब हामी उता चाहिँ अब पाटनको हस्पिटल पऱ्यो। अनि यहाँ चाहिँ अब त्यही मेन्टलको हस्पिटल पनि छ। अनि यो चाहिँ धेरै पुरानो ठाउँ हो। पहिला हामी सानो हुँदाखेरि यहाँ कुनै पनि घरहरू थिएन। यो चाहिँ अब बस पार्क हो। यो अहिले लगनखेल बस पार्क भने चाहिँ यही फेमस छ। तपाईँहरू पनि कुनै दिन बस चढ्नु भयो भने रत्न पार्कबाट डाइरेक्ट यहाँ आउँछ। एक दिन घुम्न आउनु होला। अनि यो बाटो चाहिँ अब यसो हेर्नुहोस्, बस पार्क ठिकै छ। पहिला थिएन, पिच पनि थिएन, धुलो उड्थ्यो, गौँथेली खेल्थ्यो, भँगेराहरू लखड्थ्यौँ, यस्तै कामहरू गर्थ्यौँ। मलाई सम्झना छ 39-40 सालतिर यहाँ रत्न पार्कबाट चाहिँ सादा बस मात्रै चल्थ्यो। त्यस बेलामा ठुलो मान्छेहरूलाई 50 पैसा र हामी साना 10 वर्षभन्दा मुनिकालाई फ्रीमा थियो। हामी यतैबाट सिधै गयो भने अब हाम्रो पाटन दरबार स्क्वायर पुगिन्छ। अहिले हामी एउटा अर्को एकदम फेमस कल्चरल एउटा यहाँ मच्छिनो नाच तान्ने ठाउँमा आइपुगेका छौँ। यहाँ हरेक वर्ष यही ट्याक्सी भएकै ठाउँमा चाहिँ मच्छिनो नाच हुन्छ भने त्योभन्दा अलिक उतापट्टि हो यो अर्को ट्याक्सी भएको ठाउँमा चाहिँ मिमनाथ हुन्थ्यो। अनि हामी बच्चामा पनि यहाँ पनि खेल्न आउँथ्यौँ।
यहाँ पनि पैसा निकै पाइन्थ्यो, अलि लिएर जान्थ्यौँ, त्यही 2 रुपियाँ 3 रुपियाँ। अब हामी जाने चाहिँ यहीबाट सिधै हो। म अब तपाईँहरूलाई एउटा पुरानो यो खाजा चिया पसल भन्ने चलन थियो। उहिले हामी सानो हुँदा पनि यो थियो। यहाँ चाहिँ पहिलेदेखि नै सिम्पल चिया खाने, कालो चिया, दुधको चिया। अनि यहाँ चाहिँ स्पेसली चप भन्ने हुन्छ, आलु चप भन्ने चाहिँ अब सिङ्गे आलुको चप हुन्छ। हाम्रो पहाड घरको जस्तो चाहिँ हुँदैन। यहाँ चाहिँ अब सिङ्गे आलुलाई चाहिँ लामा पारेर बेच्ने गर्छन्। अझै पनि यो चलन यहीँ छ। पहिला पनि यो आलु चाहिँ देखिन्थ्यो। यो चप अझै पनि त्यस्तै नै देखिन्छ। त्यो बेला चाहिँ 25 पैसाको चाहिँ 2टा जस्तो लागेको थियो मलाई। अहिले चाहिँ एउटाको 15 रुपियाँ पुगेछ कि क्या हो। मैले पनि 2टा लिएँ। 2टा लिएर अब म पनि अब यहाँ यता वारिपट्टि आएर खान लागेको छु। ओहो कति राम्रो ठाउँ छ यो हैन। यो चाहिँ खासमा एउटा हिटी हो। हिटी भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो ढुङ्गे धारा, हाम्रो खसकुरामा। अब यत्तिकैमा अब के गर्नु, अब मैले अलिकति खानै पर्यो। स्वाद त मिठै छ है, तर अझै तातो रहेछ, गर्नुपर्ने रहेछ। पहिला हामी बच्चामा चाहिँ यो धेरै ठुलो लाग्थ्यो, हामी सानो भएर होला। अहिले चाहिँ मलाई ठिकै लाग्यो साइज। कहाँ 25 पैसा, कहाँ 15 रुपियाँ। जमाना कहाँदेखि कहाँको। म चाहिँ वारी खाँदैछु। ज्याउका ज्याउ बाँगा दो यो हो त फेरि नौ पसल आफतङ्गा। ल यस्तै गरी अब म पनि यो ठाउँमा छोडेर अब जाँदैछु। कुनै दिन आयो भने तपाईँहरू खानु होला, नछुटाउनु होला। अब म यताबाट चाहिँ तपाईँहरूले देख्नुभयो यो मन्दिर पनि देखिसक्नु भयो, सानो टुक्रा भए पनि। ल अब म पाटन मङ्गल बजारतिर आइपुगेँ। यहाँ वैद्यको औषधिहरू पनि धेरै पाइन्छ। अहिले म ठ्याक्कै मङ्गल बजारको चोकैमा छु। यो पाटन दरबार स्क्वायरको अगाडि नै भनौँ न। यो मल्ल राजाहरूले बनाएका मन्दिरहरू। यहाँ पहिला त दरबार हो, राजा बस्ने। अहिले त मन्दिरै भनौँ न। यहाँ पूजा गर्नलाई सामग्रीहरू पनि पाइन्छ। आएर तपाईँहरू कृष्ण मन्दिरमा घुम्न सक्नुहुन्छ। म एकछिनमा तपाईँलाई त्यहाँ लिएर जाँदैछु। यो काठमाडौँ उपत्यकामा नेवारहरूको सधैँ नै जात्रा भइरहेको हुन्छ। आज चाहिँ के को जात्रा भन्दा नि यसो यताउता हेर्दाखेरि भिन्तुना भन्ने लेखेको छ। यो भिन्तुना चाहिँ तपाईँको चाहिँ नयाँ वर्ष भनिन्छ। उहाँ नेवारहरूले मान्छन्। आजको दिनमा चैतको 14 गते परे जस्तो छ। उहाँहरू चाहिँ सधैँ आफ्नो कल्चरसँग एकदमै एट्याचमेन्ट भएका ग्रुपहरू हो। उहाँहरूसँग एकदमै कल्चरदेखि लिएर धर्मदेखि लिएर उहाँहरू चाहिँ आदि बुद्धिस्ट, आदि चाहिँ हिन्दू टाइपका हुनुहुन्छन्। अनि उहाँहरू दुईटालाई एउटै मान्नुहुन्छ। उहाँहरूको सधैँ सजी सजावटमा हिँड्ने बानी छ। अनि ग्रुप एकदम राम्रो हुन्छ उहाँहरूको। यो ठाउँमा अघि उहाँहरू चाहिँ सम्मेलन भेला भएर छ। म अलिकति ढिलो आएको छु, ठिकै छ। कृष्ण मन्दिरको छेउमा आएको छु। ल साथी हो, कृष्ण मन्दिरको अगाडि आयौँ। यहाँ अब यो चारकुनेमा जहिले पनि परेवाहरूलाई चाहिँ दाना दिने चलन छ। अनि यो अगाडिको चाहिँ यो कृष्ण मन्दिर हो, एकदम फेमस। यो कृष्ण अष्टमीमा चाहिँ यहाँ मान्छेको भिडभाड एकदम ओपरै हुन्छ। यहाँ आज कार्यक्रम भएकोले चिया पनि फ्रीमा दिएर छ। म चिया खाँदिनँ। यहाँ खाजा पसलहरू पनि थुप्रै छन्, नयाँ मोडर्न टाइपको। यही हो कृष्ण मन्दिर। यहाँ अचम्मको कुरा के छ भने यो मन्दिर सबै ढुङ्गाले बनेको हो।
यसको बारे पनि पछि कुरा गरौँला एक दिन। अहिले चाहिँ अब भुइँचालोले बिग्रेको ठाउँहरू अहिले चाहिँ धेरै राम्रो भएर छ। यहाँ चाहिँ मोडर्न टुरिस्टहरूको लागि चाहिँ खाजा पसलहरू छ। म पनि अलिअलि भोक लागेको छ, ब्रेकफास्ट खान चाहिँ म एक ठाउँमा हेर्दैछु। अब म कहाँ जान्छु होला, तर एकछिन अलिकति घुम्छु अझै। अब तपाईँहरूलाई अब यो ठाउँबाट चाहिँ कृष्ण मन्दिर देखाउँदै निस्किन्छु। यहाँबाट निस्केर चाहिँ यो मेन अगाडिको रोडतिर आइपुगेँ। यहाँ पनि एउटा कृष्ण मन्दिर जस्तै ढुङ्गैको एउटा सानो छ। मान्छेहरू यहीसँग झुक्किने गर्दछन्। अब के गर्ने, अब कति राम्रो छ है यो हाम्रो पाटन दरबार स्क्वायर, कति राम्रो छ हाम्रो देश। जरो निसी फलकोट, तपाईँहरूलाई कस्तो लाग्यो पाटन दरबार स्क्वायरसम्म मेरो टुर? ल साथीहरू, म यहाँ ब्रेकफास्ट खान चाहिँ रुपटपमा आइपुगेको छु। 2टा अन्डा, एउटा चना, एउटा कालो कफी खाना तर्खरमा छु। यतिको चाहिँ मलाई 230 रुपियाँ पर्यो। यो खासै मलाई मिठै लागेन। बरु त्यो तलको अर्को रेस्टुरेन्ट खानुपर्ने रहेछ। ठिकै छ, जरो निसी फलकोट।